साथी के छौ अन्त? एकदम ठिकठाक छ साथी। के छ तेरो हालखबर? एकदम सुन्न साथी, म चाहिँ नि स्कुलमा चाहिँ अस्तिको दिन रिजल्ट भएको होइन, जस्ट पास मात्रै भयो कि बुढोले चाहिँ स्कुटी निकालिदियो मलाई। दामी रहेछ नि तेरो बुढो त। म त हेर्न योपालि 5 सब्जेक्ट फेल भएको कि तेरो छेउको स्कुटी छ नि उतापट्टिको, त्यो चाहिँ मेरो बाउले किनिदिएको मलाई फेरि। तेरो पनि बाउ त खत्रै रहेछ नि त हौ। सुन्न, हाम्रो चाहिँ घरमा चाहिँ अब खानदानी राम्रो हो, जमिन यस्तो ठुलो छ कि हाम्रो चाहिँ घरमा घोडा पालेको छ हो। घोडा चाहिँ अब टक्कै बिहान छोड्छ हामी, टक्कैसँगले चरेर आउँदाखेरि चाहिँ नानीहरू बिच बिचमा कतिवटा जन्मायो, त्यतैबाट ठुलो भएर पो आउँछ त। हो नि, तेरो बाउ पनि खतरा रहेछ नि। तर मेरो बुढोको पनि माथि कोही बेला पानीहरू पर्दैन नि, पानीहरू परेन बन्जर भयो भने चाहिँ यत्रो डरलाग्दो लट्ठी छ कि त्यो लट्ठीले चाहिँ माथि आकाशमा यस्तो बादल चलायो भने चाहिँ पानी झरिदिन्छ नि फेरि। अम्बो हो, तेरो त बाउले त त्यत्रो ठुलो पो लट्ठी बनाएको छ। अनि राख्ने चाहिँ कहाँ राख्छ बेलुका चाहिँ त्यो लट्ठी चाहिँ? कहिले भन्दै थिइस् त अघि तिमीहरूको बुढोको पर्लयो जमिन छ भन्दै थिइनस्? हो, त्यही बारीको लडाइँ राख्छ नि बेलुका चाहिँ। साथी के छौ अन्त? एकदम ठिकठाक छ साथी। के छ तेरो हालखबर? एकदम सुन्न साथी, म चाहिँ नि स्कुलमा चाहिँ अस्तिको दिन रिजल्ट भएको होइन, जस्ट पास मात्रै भयो कि बुढोले चाहिँ स्कुटी निकालिदियो मलाई। दामी रहेछ नि तेरो बुढो त। म त हेर्न योपालि 5 सब्जेक्ट फेल भएको कि तेरो छेउको स्कुटी छ नि उतापट्टिको, त्यो चाहिँ मेरो बाउले किनिदिएको मलाई फेरि। तेरो पनि बाउ त खत्रै रहेछ नि त हौ। सुन्न, हाम्रो चाहिँ घरमा चाहिँ अब खानदानी राम्रो हो, जमिन यस्तो ठुलो छ कि हाम्रो चाहिँ घरमा घोडा पालेको छ हो। घोडा चाहिँ अब टक्कै बिहान छोड्छ हामी, टक्कैसँगले चरेर आउँदाखेरि चाहिँ नानीहरू बिच बिचमा कतिवटा जन्मायो, त्यतैबाट ठुलो भएर पो आउँछ त। हो नि, तेरो बाउ पनि खतरा रहेछ नि। तर मेरो बुढोको पनि माथि कोही बेला पानीहरू पर्दैन नि, पानीहरू परेन बन्जर भयो भने चाहिँ यत्रो डरलाग्दो लट्ठी छ कि त्यो लट्ठीले चाहिँ माथि आकाशमा यस्तो बादल चलायो भने चाहिँ पानी झरिदिन्छ नि फेरि। अम्बो हो, तेरो त बाउले त त्यत्रो ठुलो पो लट्ठी बनाएको छ। अनि राख्ने चाहिँ कहाँ राख्छ बेलुका चाहिँ त्यो लट्ठी चाहिँ? कहिले भन्दै थिइस् त अघि तिमीहरूको बुढोको पर्लयो जमिन छ भन्दै थिइनस्? हो, त्यही बारीको लडाइँ राख्छ नि बेलुका चाहिँ।